नेपालमा एमबीबीएस सक्नुभयो, अस्ट्रेलिया जाने सोच्नु भएको छ भने आजको भिडियोमा हामी यसको सम्भावना, अपनाउनु पर्ने उपाय र चुनौतीबारे कुरा गर्नेछौँ। नेपालमा एमबीबीएस सकेर अस्ट्रेलियामा डाक्टरको रूपमा काम गर्ने सपना धेरैको हुन्छ। अस्ट्रेलियाको स्वास्थ्य प्रणाली विश्वकै उत्कृष्ट मध्ये एक मानिन्छ, जहाँ डाक्टरहरूको उच्च सम्मान र आकर्षक कमाई छ। तर नेपालको डिग्री बोकेर सिधै अस्ट्रेलियामा बिरामी जाँच्न पाइँदैन। यसका लागि इन्टरनेसनल मेडिकल ग्रेजुएट्सले मुख्य रूपमा स्ट्यान्डर्ड पाथवे पार गर्नुपर्ने हुन्छ। आउनुहोस् सन् 2026 को नियमअनुसार यो प्रक्रिया बुझौँ। यसका लागि सबैभन्दा पहिले आफ्नो शैक्षिक योग्यताको प्रमाणीकरण आवश्यक हुन्छ। तपाईँको मेडिकल कलेज WDOMS मा सूचीकृत भएको हुनुपर्छ र EPIC मार्फत डकुमेन्ट भेरिफाई गर्नुपर्छ। त्यसपछि सुरु हुन्छ अस्ट्रेलियन मेडिकल काउन्सिल AMC को परीक्षा। पहिलो चरणमा कम्प्युटरमा आधारित अब्जेक्टिभ परीक्षा पास गर्नुपर्छ, जसको शुल्क करिब 2920 अस्ट्रेलियन डलर लाग्छ। यो परीक्षा पास गरेपछि तपाईँले लिमिटेड रजिस्ट्रेसनको लागि आवेदन दिएर अस्पतालमा काम सुरु गर्न सक्नुहुन्छ। MCQ पास गरेपछि तपाईँले AMC क्लिनिक परीक्षा OSCE दिनुपर्छ, जहाँ तपाईँको प्रयोगात्मक सिप र बिरामीसँगको सञ्चार परीक्षण गरिन्छ। साथै अङ्ग्रेजी भाषातर्फ IELTS मा कम्तीमा 7 वा OET मा B स्कोर ल्याउनु अनिवार्य छ। यी सबै परीक्षा सकेर अस्ट्रेलियाको अस्पतालमा 12 महिना सुपरभाइजरको निगरानीमा काम गरेपछि मात्र तपाईँले जेनरल रजिस्ट्रेसन प्राप्त गर्नुहुन्छ। यो यात्रा सजिलो पक्कै छैन। परीक्षाको तयारी र शुल्कमा ठूलो लगानी लाग्छ। तर एकपटक दर्ता भइसकेपछि अस्ट्रेलियामा तपाईँको करियर निकै सुरक्षित र आर्थिक रूपमा सम्पन्न हुनेछ। कडा मेहनत र सही मार्गदर्शन छ भने नेपालका मेडिकल ग्रेजुएटहरूका लागि अस्ट्रेलिया एउटा सुनौलो गन्तव्य हो। तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने आफ्नो साथीहरूलाई सेयर पनि गरिदिनुहोला अनि यस्तै भिडियोहरूका लागि नेपाली पेजलाई फलो गर्न नभुल्नुहोला।